अब एक थरी अब मेरै कोखा भएको मानिसले भनिहाल्नुभयो म त त्यहाँ टाप ठोकेँ भनेर। अब हामीले त उहाँहरूको पार्टी हो भनेका छौँ, उपद्रो गर्नु क्या। अब काठमाडौँ सिंहदरबार त्यति नजिक छ। अब किनकुनेमा चाहिँ दिन दहाडै राजा फर्काउने काममा ल भन्नु दिन दहाडै त्यस्तो उपद्रो हुन्छ भने दूर दराजमा त्यही खालको गतिविधि गर्यो भने सरकारले सक्छ रोक्न, नियन्त्रण गर्न सक्छ। मैले संसदमा पनि भने र केही साथीहरूलाई पनि भने त्यो त सिंहदरबार ठुल्ठुलो देखिन्छ त्यति नजिक, किन सरकारले चाहिँ समयमा नियन्त्रण गर्न सकेन? फागुन 7 गते पनि आएको थियो नि सन्देश, के हुन्छ भोलि के गर्छन् भन्ने कुराहरू। त्यस कारणले ठिकै भन्नुभएको छ, माननीयज्यूहरूले यहाँ कुरा उठाउनु भएको छ। गृहमन्त्रीज्यूले आएर होइन त्यहाँ उपद्रो गर्ने बदमासी गर्ने त्यस खालको काटमार गर्ने मात्रै होइन, यति नजिक सरकार किन चाहिँ त्यस्तो सरकारमा त्यस्तो चाहिँ कति भर पर्यो उतातिर चाहिँ। अब उता चाहिँ के अरे फागुन 7 गतिको त्यस खालको चाहिँ कुरा आएछ, त्यसबाट चाहिँ सरकार चनाखो किन भएन र आखिर 15 गते जुन घटना त्यो भयो त्यो डरलाग्दो घटना। मानव काठमाडौँमा चाहिँ सरकारै छैन, त्यस कारण त्यहाँ मनपरी गर्न सके। अझ मैले त त्यहाँ के पनि सुनेँ भने त्यो गोली पड्काउने त्यो आगो लगाउनु त गणतन्त्रवादी भनेको नि हल्ला गरेको सुनेको। त्यो चाहिँ यहाँ ल हेर्नु त समस्या, गणतन्त्रवादीहरूले पनि आगो लागेका हुन्, लोकतन्त्रवादीहरूले पनि चाहिँ गोली ठोकेका हुन् भने त झन् डरलाग्दो कुरा भयो नि। हामीले त प्रतिगामीहरूले गरेका छन् नि भन्दासमा त अहिले पनि। त्यस कारणले छानबिन गर्नुपर्छ र गृहमन्त्रीज्यूलाई यहाँ ल्याएर हामी स्पष्ट गर्नुपर्छ जुन विधेयकका कारणले कर्मचारीको बिचमा अरू तपाईँको चाहिँ यो भ्रष्टाचारको बारेमा मुलुक चुरुम्मै डुबेको छ। हामीले त्यो ऐन बनाएर त्यसको निकास विधि र त्यसलाई कार्यान्वयन गर्ने कुरा त राज्य व्यवस्था समिति चाहिँ युद्ध स्तरमा चाहिँ काम गर्नु पर्यो नि। म चाहिँ कार्यक्रममा बैठकमा आउन नसके पनि अरू मान्यज्यूहरूलाई म अनुरोध गर्छु, यसलाई सबै समितिहरूमा महत्त्वपूर्ण समिति राज्य व्यवस्था समिति यो साँच्चैको संसदले गर्ने काम गरेछ, बैठक यसले धेरै गरेछ, गर्नु त प्रयत्न त भइरहेको छ। तर जुन समितिले चाहिँ त्यो विधेयक चाहिँ नियमहरू बनाएर निकास दिन सक्नुपर्ने हो त्यो हाम्रो कमी भएको छ। यसलाई चाहिँ समयमै युद्ध स्तरले गर्नुपर्छ। धन्यवाद।